साथीहरु, के तपाईलाई तपाईको बलिदिया कार्ड साइल एप्लिकेसन मार्फत हेर्न र डाउनलोड गर्ने तरिका थाहा छ? छैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि थाहा पाउनुहुनेछ। साथै यदि तपाईलाई यो भिडियो इन्फर्मेटिभ लागेमा भिडियोलाई लाइक शेयर तथा च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। साथीहरु, मैले केही समय अगाडि कसरी बलिदिया कार्ड डाउनलोड गर्न सकिन्छ भनेर एउटा भिडियो पोस्ट गरिदिएको थिएँ। तपाईले मेरो च्यानलमा गएर यो भिडियोलाई हेर्न सक्नुहुनेछ। अब सिधै जाउँ विषयवस्तुतिर। कसरी साइल एप मार्फत तपाईले बलिदिया कार्ड हेर्न र डाउनलोड गर्ने। त्यसको लागि तपाईले साइल एपलाई खोल्नु होला। तपाईले आफ्नो साइल एप्लिकेसन खोलिसकेपछि तपाई आफ्नो प्रोफाइल पेजमा पुग्नुहुन्छ। तपाईले यहाँनिर यस्तो खालको इन्टरफेस तपाईले देख्न सक्नुहुन्छ। त्यसमा तपाईले पाउनुहुन्छ द पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेसन, मिनिस्ट्री अफ इन्टिरियर र मिनिस्ट्री अफ हेल्थ भन्ने तपाईले तीनवटा अप्सन पाउनुहुनेछ। त्यसमा तपाई जानुपर्ने हुन्छ मिनिस्ट्री अफ हेल्थमा। मिनिस्ट्री अफ हेल्थ क्लिक गरिसकेपछि तपाईले अप्सनहरु देख्न सक्नुहुन्छ। त्यसमध्येमा तपाईले हेल्थ फिटनेस सर्टिफिकेट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एउटा सानो पपअप खुल्नेछ, त्यसमा एकचोटी क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस तपाईले देख्न सक्नुहुन्छ। यहाँनिर तलतिर तपाईले डाउनलोड भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यसमा एकचोटी क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो खालको पेज खुल्नेछ जहाँ तपाईको बलिदिया कार्ड रहन्छ। यसलाई डाउनलोड गर्नको लागि सबैभन्दा माथि राइट साइड कर्नरमा तपाईले 3 डट अप्सन देख्न सक्नुहुन्छ। त्यसमा एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईले डाउनलोडको साइन देख्न सक्नुहुन्छ। त्यसमा एकचोटी क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँनिर डाउनलोड भन्ने अप्सन देख्न सक्नुहुन्छ। डाउनलोडमा क्लिक गर्नु होला। मेरोमा चाहिँ डाउनलोड अगेन भन्ने आइराखेको छ किनभने मैले पहिले नै डाउनलोड गरिसकेको छु। त्यही भएर डाउनलोड अगेन देखाइराखेको छ। तपाईकोमा डाउनलोड भन्ने अप्सन आउँछ। तपाईले त्यहाँनिर डाउनलोडमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ।